हाम्रो दादा हुनुहुन्छ। आज हामी जोइन भएको बल्ल पहिलोचोटि भेट भएको। मुरलीले राम्रो गाउनु हुँदो रहेछ दाइले होइन। भोलिबाट हामीसँगै काम गर्छौँ ढक्क। ल चाहिँ वान्स मोर एउटा हानिदिनु पर्यो दाइ। मुरली चेन्ज गर्नु 3टा लिएर आउनुपर्छ। उहाँले एकदम राम्रो फेरि गर्नु। उहाँ हाम्रो दाइ हुनुहुन्छ, मिस्त्री दाइ हुनुहुन्छ। हामी आज फर्स्टचोटि भेट भएको। हामी आइरहेको छौँ हाम्रो ठाउँ छोडेर लेखनाथबाट पोखरा। हेलो, वेलकम टु माई च्यानल। मेरो नाम कृष्ण बहादुर मगर। मेरो ब्लगमा हजुरहरूलाई स्वागत छ। हामी आइरहेको छौँ आज लेखनाथबाट लामाचौर काम गर्नको लागि। हामीसँग अहिले जङ्गलमा हामीसँग हुनुहुन्छ यस हाम्रो दादाले एउटा बाँसुरी बजाउनुहुन्छ। हाम्रो फर्स्ट टाइम भेट भएको। राम्रो बाँसुरी बजाउनु हुँदो रहेछ। ल एउटा बाँसुरी हान्नु। भन्ने गीत होइन होइन। हामी खाजा खाएर भर्खर हाम्रो सुरु भएछ। दाइले मुरली बजाउनु भएछ। हामी छौँ अहिले जङ्गलको बिचमा। तपाईँहरू हेर्न सक्नुहुन्छ। बजाउनु हामी छौँ अहिले जङ्गलमा। हामीहरू आएको छौँ अहिले लामाचौरमा काम गर्नको लागि। साथीभाइहरू बस्नुहुन्छ त्यहाँ, मिस्त्री लेबर साथीभाइहरू। यो लामाचौरको यता गाउँमा यता छ सबै त्यो रुद्राक्षको बिरु बगैँचा सायद रहेछ। क्रियापुत्री भवन रहेछ माथि। यो भवन जाने बाटो, यो बाटो ढलन गर्नको लागि आएको हामी। अब भोलिदेखि काम सुरु हो। आज लेबर खानासाना बस्ने व्यवस्था पानी सबै मिलाइयो। अब भोलिबाट ठ्याक्क काम सुरु हुन्छ। तपाईँलाई अरू भिडियो पनि हाल्छौँ। नयाँ हो टिकटक युट्युबमा थाहै छैन भ्लग बनाउने। यत्तिकै ठाडै हालिदिने हामी त।
यही हेऱ्यो बाटो यहाँ उहाँ तलबाट यहाँबाट यहाँसम्म ढलान हो। भोलिबाट काम सुरु हुन्छ। हामी अब सबै व्यवस्थित गऱ्यौँ यहाँ कामदारहरूलाई। अब हामी घर जाँदैछौँ। अब साथी लिन आउँदैछ। हामी 3 जना भयो, एउटा बाइक भयो, एकजना साथी आउँदैछ अनि हामी लाग्छौँ घरतिर। फेरि हामी हाल्दैछौँ भोलिको अर्को भिडियो। हेलो बाई, गुड नाइट। यहाँ हाम्रो लेबर दाइहरू बस्ने ठाउँ हो। यस्तो छ काम गर्ने मान्छेले खाने बस्ने ठाउँ यस्तो हुन्छ। भन्न सजिलो छ नि हजुर, हेर्नु गरेर खान कति गाह्रो छ। यो हाम्रो किचन भर्खर स्ट्याब्लिस गरेको, भर्खर राखेको हामीले। हजुर चढाएको पनि छ। केटा मान्छे भयो नि, दिमाग छ नि केटाहरूको। किरे पुत्री भयो नि, फर्स्ट खाना पकाएको, चाउचाउ म्यागी पकाएर खाएको। साथीभाइले चढाउनु भयो रहेछ। यो भयो किचन। अब हाम्रो सुत्ने यताको छ। फेरि यता महल। यो सुत्ने ठाउँ हो। उहाँ साथी जान्छौँ हामी। उहाँ दादाहरू बस्नुहुन्छ। भोलि बिहानबाट दिउँसो काम भएको हामी अर्को भिडियो हाल्दैछौँ। त्यससम्मको लागि बाई बाई।